यो सर्प विराटनगर 15 बाट उद्धार गरेको हो। उद्धार गर्ने व्यक्ति रामजी मण्डल हुन्। यो सर्प टेबलको तल नुकेर बसेको थियो, तर धेरै फास्टमा ऊ गल्लीमा गइसक्यो। त्यसैलागि यो सर्पलाई घोर पछार सर्प पनि भनिन्छ। हाम्रो भाषामा धामन, इंग्लिशमा रेड स्नेक भन्छ। रेड स्नेक त्यसैलाई भनिन्छ किनकि यो सर्पलाई मुसो प्रिय भोजन रहेछ। त्यही मुसोको शिकार गर्नका लागि घरभित्र पस्छ। यो सर्प अविषालु सर्प हो। यो सर्पको बारेमा धेरै अफवाह फैलिएको छ। यो सर्पले लेडिज जसको बच्चा भएको हुन्छ त्यो लेडिजको दूध खान्छ, यो त्यो धेरै कुरा, किनकि यो सर्पको दूध पचाउने लिभर नै हुँदैन। यो सबै अफवाह हो। अफवाहमाथि नजानु। यो सर्प अविशाल रहेछ। यो सर्प करिब अहिले बच्चा नै छ। कम्तीमा तपाईको 3 देखि 4 फिटको। यो धेरै भाग्ने र धेरै चाँडो यहाँदेखि त्यहाँ पुग्ने सर्प रहेछ। यो सर्प अविशाल रहेछ। धन्यवाद। जय नेपाल।